लु तपाईहरुको दिनको सुरुवात चाहिँ कसरी भयो? अचार भराएर हेर कति ठुलोसँग भिडेको कत्रो पत्ता के फेरि यो चाहिँ दाजुभाइहरुको हाइकिङ हुँदैछ गाइस हैन। सुरु गरौँ। तपाईहरुको दिनको सुरुवात चाहिँ कसरी भयो? हाम्रो चाहिँ के रे बिरु धमला अंकलकोबाट ल्याएको कफीबाट भयो। चेस गर्दिम ल भाउजू, चेस एकछिन। वरिपरि टक्लु टक्ला टक्ली अरूसँग भयो मेरो। रेडी 3 2 1 गो। हजुर हो र? अरे बाबा रे कडक छ त। ल चेस 3 2 1 गो। चेस ल। हाम्रो दिनको सुरुवात चाहिँ पाउरोटीबाट भयो। यो हाम्रो मिठाई खोलिँदैछ, केक। लियोहरुको कान पनि ठाडा हुँदै होला वहाँनेरि। लियो तल छ, पुन्डुरी माछा केक। र गाइस आज चाहिँ हामी कफी र यो खाँदैछौँ हैन। म कफी खाँदैछु थिएँ, आज चाहिँ कहाँबाट खानु मन लाग्यो मलाई अनि खाँदैछौँ हामी। अब हाम्रो चाहिँ पिकनिक जाने प्लान हुँदैछ यहाँनेरि पुरा हामी। अरे बाबा रे खै थ्याङ्क यू भनेको। थ्याङ्क यू भाउजू। भोलि जाने खै मलाई चाहिँ ल। चेस 3 2 1 गो। ल खाइदिउँ। माछा जस्तो बनाउँछ। मैले चाहिँ हैन यहाँ जुगाड लगाएको हैन। यो चाहिँ सानो गमलामा चाहिँ मैले अस्ति उता माइतमा हुँदा सारेको फुलहरू छ हैन। यो भयो अनि यो गोदाबारी भयो। यसको चाहिँ कस्तो नराम्रो गरी फुलेको के छेक्रा भएर। अनि यहाँ छ अनि यिनीहरूमा चाहिँ मैले सबै डिफ्रेन्ट फुलहरू छ हैन। अनि यो फुल चाहिँ गमलामा सार्नुपर्ने कि, तर गमलामा सार्यो भने चाहिँ मर्छ। अनि यहाँनिर यो फुल चाहिँ ओइलिँदै रहेछ ल। अनि यहाँनिर चाहिँ मैले डेलिया राखेको छु। यो डेलिया चाहिँ भोलिको दिनमा यहाँ माथिसम्म जान्छ नि त, त्यही भएर यसलाई चाहिँ यहाँ बाँधेको छु। अलिक पछि चाहिँ यिनीहरू सबैलाई गमलामा सार्ने हो। अनि मसँग चाहिँ छ यहाँनिर पिस लिली यो भनेको हैन। अनि यो पनि मैले उता घरबाट ल्याएको। यो चाहिँ ठुलो हुन्छ, तर यहाँनिर चाहिँ सानो भइरहेछ अहिले। अनि यो फुल चाहिँ यस्तो लामो टुसाएर मजाले गुजुक फुल्दो रहेछ हैन। अनि लिएर आएको थिएँ। यहाँनिर पनि छ। अनि यो वाइटवाला भयो भने त्यहाँ पनि वाइटवाला छ। अनि यहाँनिर चाहिँ खाच्राङ छ भने यो वाला पनि राम्रो लागेको के पत्ता हेर्नु न। अनि मेरो फुल चाहिँ यहाँदेखि छ वहाँसम्म। अनि यहाँनिर चाहिँ हाम्रो टेबल छ। अनि टेबलमा नि मैले चाहिँ 1-2वटा फुल राखेको छु हैन। यो फुल चाहिँ यहाँनिर गरौँ न। यो चाहिँ सिनको लागि राखेको। अनि यो रोमन जोगीले चाहिँ अस्ति मामा घरबाट लिएर आएको, उसलाई यो क्याक्टसवाला मन पर्यो अरे। अनि त्यतिखेर मैले यसमै लिएर पत्री पुगेको थियौँ नि त यसको। अब 1-2 दिन पछाडि यसलाई सानो गमलामा सार्ने, यस्तैवाला गमलामा चाहिँ सार्ने। अनि यहाँनिर चाहिँ हाम्रो पिटुनिया जुन फुलिसकेको छ। हाम्रो खानामा चाहिँ छ अघि भर्खर हामी चुक गएको होइन। अनि उसलाई चाहिँ यो सिबी खानु मन लाग्यो अरे। अनि यहाँ चाहिँ सिबी छ। अनि यहाँनिर चाहिँ हाम्रो दाल पाक्दैछ। अनि यो झुम्रो चाहिँ किन भन्नुहुन्छ भने होइन, यहाँ न यो जब पानी धेरै हुन्छ नि अनि पानी पोखिन्छ, त्यही भएर यो झुम्रो चाहिँ यहीँ राखेको हो होइन। यसलाई अन्य थाहा नलिनु होला। अनि यहाँनिर चाहिँ हाम्रो धेरै सामानहरू बजाङ छ क्या, टेबल अर्को लिनुपर्ने छ। अनि यहाँनिर चाहिँ छ रोमनको डाइट अन्डा कोला। अनि यहाँ छ सुन्तला, यहाँ छ अन्डा। यहाँनिर चाहिँ हाम्रो अगाडि खोर्सानीको अचार, यहाँ छ घिउ, यहाँ छ रक्सी जुन चाहिँ हाम्रो हजुरआमाको हो होइन। त्यहाँनिर रोमनको प्रोटिन पाउडर भइहाल्यो। अनि एउटा जुगाड चाहिँ मैले के गरेको छु भने दिदी र भेनाले एभोकाडो ल्याइदिनु भएको थियो होइन। अनि काँचै थियो, अब कसरी पकाउने भनेर यसो सोचेँ। मम्मीहरूले जहिले पकाएको देख्दै क्या। अब यहाँनिर भुस त छैन, त्यही भएर मैले चाहिँ हेर्नु न केमा पकाउन हालेको छु भने चामलको डब्बीमा। अनि यो चाहिँ पाकी पनि सक्यो, तपाईँ देख्न सक्नुहुन्छ। यस्तो यहाँ 2टा खा क्या, हिजो एउटा खायौँ। ओ माई गड यो पनि पाकिसकेछ। यहाँ राखौँ। मान्छेले भन्थे जङ्गलमा होइन जडीबुटीहरू पाउँछ भनेर, तर जडीबुटीको त त्यस्तो धेरै नलेज छैन मलाई होइन। तर यो बर्मे धनियाँ जुन भन्छु अचार खाने धनियाँ होइन, मा कसम यार यति धेरै रहेछ नि, घरमा रोप्दाखेरि हुँदैन होइन। यहाँ हेर्नु न, यहाँ
कत्रो कत्रो पत्ता के फेरि यो चाहिँ होइन लोकल कुखुराको मासुमा होइन अनि त्यस पछाडि अचारमा अचार खानुलाई चाहिँ सही हुन्छ होइन घरमा रोप्दाखेरि जाग्दैन अनि यहाँनिर चाहिँ ओहो हो माछा माछा भन्दै थिइस् गाई आज यसमा चाहिँ पाउनु सक्छ है माछा ल हाम्रो एउटा फेरि पागल अब सुरु भयो गाइज माछाहरू माछा माछा भ्यागुता त्यो चाहिँ दाजुभाइहरूको हाइकिङ हुँदैछ गाइज होइन यो डाँडा काँडा चढ्दैछन् सबजना केटाकेटीहरू पनि खुब रमाइलो छ मेन रमाइलो त हाम्रो कुतियालासँग ल हाम्रो फेरि बनाउने काम चाहिँ भइसकिसक्यो होइन भाइले अर्को बनाउँदैछ फेरि केटाहरूको अघि भइसकिसक्यो लु केटाहरू लु कुदाउँदै एकचोटि टक्लु कुदा ल रेडी ए हाम्रो फेरि बनाएर कुद्नु थालिसक्यो फास्ट अब घुमेर आऊ फेरि घुमेर पहिला हामीले चाहिँ सानो धेरै उडाएको यसरी चाहिँ ल रेडी खै त ए मिसिन बिग्रियो क्या लु हाम्रो अर्को टक्लुको घुमिसक्यो घुम घुम कुद 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 स्पिड यहाँ चाहिँ धम्माधम फुटबल हुँदैछ होइन अनि यहाँनिर चाहिँ रोमन जोगी हुनु न कति ठुल्ठुलो बच्चासँग खेल्दैछ लाच र हराएर हेर हेर कति ठुलोसँग भिडेको सेट गो ल बाफ रे बाफ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन पछि खाना खाने बेला भयो होइन अनि आजको खानामा छ बिहान लिएको सब्जी सिमी आलु अचार टमाटरको घाँटी दुखिरहेको त्यही पनि अब खानै पर्यो अनि घिउ भात पापड दाल अनि आजको हाम्रो पाहुना यहाँ हुनुहुन्छ हरिया टक्लु चाहिँ तलै छ टक्लु आएर चाहिँ देखाउनुपर्छ ल रेडी खाइदिउँ ल गाइस फेरि गाँस त सानो जाँदैन कि रोमन जोगीको भात चाहिँ अलिक ल्याइदिएको हुन्थ्यो के 2 बोटुका बनाएर ल्याइदिन्थ्यो दाल चाहिँ पकाएँ ल ल ल हान्देऊ घरमा आउनुको मजा यही छ क्या यस्तो खानु कहाँ पाइन्छ विदेशमा यहाँ चाहिँ काम नपाएर होइन यिनीहरू पुरा यहाँ जाडोमा यहाँ आगो ताप्दै यहाँ पटेका पड्काउँदैछ होइन बनाउँदैछ यो दुःखबाजी फेरि कागज चाहिँ कत्रो हाल्छ कुन्नी आमामा सानो बनाउनु नि हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो